आज मैले त्यसको लागि गिफ्ट ल्याएको छु एउटा, त्यसले बिजी छ। मैले त्यसलाई म सोध्छु त्यो जान्ने रहेछ कि नै है। हेलो, के आवाज झिलिमा लिएर आएस? गेस गर, तेरो लागि गिफ्ट हो। के गिफ्ट खै देखाउन न। गेस गर, देखाउन बस्नु न। गेस गर, गेस। कस्तो के यार, बस्नु न पहिला। ल भन, बस्नु न। भन। यार देखाउन न यार, कस्तो नहीं के? देखाउनु हुन्न, भन फर्स्ट नसकेको। मलाई खोकी लाग्यो क्या देखाउन छिटो। नहीं भन। अब म गेस लुगा हो। हाँ? लुगा। अनि देखिन अब पोलिथिन त धेरै ठुलो ठुलो जस्तो देखिन लाग्यो। के हो त मेरो? जान्न त के हो। मेकअपको केही सामान डल थाहा छैन यार मलाई। हेर त्यसो भए अरे त साह्रो साह्रो लाग्न लाग्छ त के हो? ओ माई गॉड, चप्पल कस्तो छ खै हेर, साइज मिल्छ कि नै? छिटो लगा। 36 मेरो साइज लिएर आउनु भयो। कसरी थाहा पाउनु भयो? यति पनि थाहा नहोला त। यार म यहाँ कहाँ मस्त नि यार। हेर्नु त कस्तो राम्रो के। मेरो हिल थियो त यार, घर जान लाग्थे। त्यही भएर सरप्राइज हो यो। थ्याङ्क यू सो मच। वेलकम। कस्तो राम्रो छ यार। के भन्न चाहन्छस् त ऑडियन्सहरुलाई? आफ्नो बुढालाई यस्तो गिफ्ट दिनलाई भन्नु। ओके। अरू के? अझ यस्तै पाऊँ भन्ने आशा गर्छु होइन, अरू त केही नै। ल त गाइस, आजको भिडियो यतिसम्म नै हो। यस्तै भिडियो आउँदै गर्छ। लाइक, सपोर्ट, थ्याङ्क यू, लभ यू। सेयर गर्नु होला सबजना।